यो काम देखेर बहुत खुसी भइरहेछ कि यो पहल जसले चाल्नु भएको छ उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। नमस्कार, मेरो नाम मुकेश सुनार। आज हामी यो सरसफाइ अभियानमा छु। युवाहरूले अघिल्लो शनिबार देखाउनु भएको सक्रियतालाई देखेर मलाई थप ऊर्जा मिलेको थियो। यहाँ युवाहरूले आज देखाउनु भएको सक्रियत म अझै चकित परेको छु। युवाहरूलाई एउटा नेतृत्वको मात्रै जरुरी थियो। नेतृत्व हाम्रो सान परियारले गर्नुभएको छ। आजको खानेपानीको अगाडिपट्टि युवाहरूले सरसफाइ सुरु गरेका छन्। लगभग यो ठाउँनेरको मात्रै 80% फोहोरहरू सफा भइसकेको छ। फोहोरहरू अझै छ, भित्रपट्टि छ, अर्को ठाउँमा छ, त्यहाँ देखिन्छ। यो टोलका युवाहरूलाई धेरै धेरै धन्यवाद। हामी विशेष गरी युवाहरूले नै यो कामहरू गर्नुपर्छ, सक्रियता देखाउनुपर्छ भन्ने पक्षमा छु। देश स्वस्थ बनाउन युवा स्वस्थ हुनुपर्छ। युवा स्वस्थ बनाउन अथवा युवाहरूको भविष्य स्वस्थ बनाउन आफ्नो वातावरण सफा हुनुपर्छ। त्यसैले हामीले यो अभियानलाई निरन्तरता दिनको लागि अझै जोड दिन जरुरी छ। प्लास्टिक ब्यागहरू नगरपालिकाले नै बन्द गरेको अवस्थामा हामीले पनि खरिद गर्न नपाएको हुनाले हामीले यो फोहोरलाई यत्तिकै जम्मा गरेर राखेको छु। पछिल्लो दिन चाहिँ यसलाई यत्तिकै गाडीमा हालेर नगरपालिकाबाट आउने गाडीमा हालेर यसलाई व्यवस्थापन गर्नेछु। यही सम्बन्धी हामी विभिन्न युवाहरूको धारणाहरू के छ त्यो बुझ्नेछु। उहाँको के छ यस सम्बन्धी विचार र यसलाई भविष्यमा कन्ट्रोल गर्न अथवा न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ हामी उहाँबाट। नमस्कार, मेरो नाम निर्जङ। पहिलो कुरा हामी आफैले हो यो फोहोर गरेको भन्नुपर्दा है, सबैले आफ्नो घरमा सबैले आफ्नो आफ्नो ठाउँमा सरसफाइ राख्यो भने हामीलाई यो कार्यक्रम एक्जिक्युट गर्न हामीलाई कुनै जरुरत पर्दैन। सबैले आफ्नो आफ्नो ठाउँ क्लिन गर्यो भने एक दिन देश क्लिन हुन्छ, एक दिन पुरा अर्थ क्लिन हुन्छ। त्यसैले म के भन्न चाहन्छु भनेपछि सबैजनालाई आफ्नो ठाउँलाई सरसफाइ गरौँ। अरूलाई पनि फाइदाजनक हुन्छ, आफूलाई पनि फाइदाजनक हुन्छ। धन्यवाद उहाँलाई। यो युवाहरूलाई सक्रिय गराउनको लागि सान परियारले विशेष भूमिका खेल्नु भएको छ। उहाँबाट पनि आज फेरि हामी कुरा सुन्छौँ। उहाँले यस सम्बन्धी केही कुराहरू राख्दै हुनुहुन्छ, उहाँको कुरा पनि हामी सुन्छौँ। नमस्ते, म सान परियार, वडा नम्बर 7 को स्थानीयवासी। हामी सधैँ चाहिँ फेरि पनि यो प्रत्येक महिनाको शनिबार आज पनि युवा साथीभाइहरू सबै मिलेर चाहिँ हामीले सरसफाइ गरेका छौँ र विशेषतः यहाँ उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु म। र साथै आज हामीले चाहिँ फेरि यो स्कुललाई र खानेपानीलाई चाहिँ मध्यनजर गरेर आज हामीले यो खानेपानीको अगाडिको भागमा चाहिँ सरसफाइ गरेका छौँ र यो कार्यमा निरन्तरता दिनुहुन यस वडाका वासी लगायत युवा साथीभाइहरू र जो व्यक्तिहरू उपस्थित भएको छैन उहाँहरूलाई पनि जोडिनमा आग्रह गर्दछु। र साथै विशेषतः म तपाईहरूलाई के भन्न चाहन्छु भने चाहिँ जुन यो हामी सरसफाइ गर्ने अभियान चालु छ त्यो अभियानमा चाहिँ तपाईहरू पनि जोडिएर प्लस धेरै जसो मान्छेको जनगुनासो के छ भने चाहिँ हामी चाहिँ फोहोर गर्दैनौँ, हाम्रोबाट फोहोर हुँदैन, फलानु मान्छेबाट हुन्छ। तर त्यो फलानु मान्छेबाट फोहोर जस्तै आफू सफा नगर्ने फलानु मान्छेबाट फोहोर गराउने भन्ने कुराहरू त त्यसको दोषी त हामी पनि हो नि त। किन त भन्दा हामी आफू सफा हुन खोज्छौँ तर अरूलाई चाहिँ गलत होस् भन्न चाहन्छौँ। तर त्यो गलत बनाउने नियत चाहिँ हाम्रो पनि गलत हो नि त। त्यो कारणले गर्दा हामीले सबैलाई आफू सक्रियसँगै र उहाँहरूलाई पनि चाहिँ हामीले त्यो बाटोमा चाहिँ नलाग्न अनुरोध गर्नुपर्छ। र साथै हामीले प्रत्येक शनिबार चाहिँ यसरी आज यो खानेपानी यो तेगला टोलमा चाहिँ सफाइ गऱ्यौँ। आउने शनिबारको लागि चाहिँ तपाईँहरूलाई चाहिँ म फेसबुकको मार्फत चाहिँ म तपाईँहरूलाई सामाजिक सञ्जाल मार्फत म जानकारी गराउँछौँ र प्रत्येक शनिबार चाहिँ हामीले यो कार्यहरूलाई चाहिँ निरन्तरता दिन्छौँ। र विशेष गरी हामीसँग नगरपालिकाबाट एकजना फोहोर व्यवस्थापनबाट चाहिँ प्रतिनिधि नगरपालिकाबाट प्रतिनिधि आउनुभएको थियो। उहाँले पनि यो कार्यमा चाहिँ एकदमै सक्रियता देखाएर उहाँको कार्यक्रमको व्यस्तताले गर्दा उहाँ यो ठाउँबाट जानुभएको छ र उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ हामी बिच आएर चाहिँ उहाँले सल्लाह दिनुभएको छ। यो एउटा फोहोरलाई चाहिँ हामीले एक ठाउँमा जम्मा गर्नु मात्रै होइन कि हामीले चाहिँ यसलाई व्यवस्थापन कसरी गर्न सक्छौँ त होइन। यसमा चाहिँ तपाईँहरू आम यो स्थानीयको भूमिका के हुन्छ होइन। त्यसले गर्दा चाहिँ उहाँले चाहिँ के भन्नुभएको छ भने चाहिँ हामीसँग नगरपालिकाबाट गाडी पठाउँछौँ होइन। गाडी पठाएर चाहिँ तपाईँहरूले चाहिँ प्रत्येक
शनिबार जुन सफाइ गरेको हुन्छ त्यसलाई चाहिँ गाडीमा पठाउन सक्नुहुन्छ। र अर्को कुरा सबैमा जनचेतना फैलाएर चाहिँ यो कुराहरूलाई चाहिँ कम गर्नुपर्छ। र साथै जुन नगरपालिकाबाट प्रत्येक दिन चाहिँ जुन गाडी पठाउने गरेको छ त्यो गाडीमा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो घरबाट नगरपालिकाले तोकी बमोजिम मासिक त्यो एउटा पैसा जुन लाग्छ त्यो रकम चाहिँ उहाँले पे गर्नुपर्छ। र हामीले चाहिँ प्रत्येक हप्ताको 2 चोटि चाहिँ गाडी पठाउने गरेका छौँ। तपाईँहरूले चाहिँ यो कार्यमा चाहिँ सहयोग गरिदिनु होला भनेर उहाँले अनुरोध पनि गर्नुभएको छ। र यहाँ उपस्थित फेरि पनि सम्पूर्ण दाजुभाइ तथा मेरो आदरणीय अभिभावक टिकाराम बमज्यू, उहाँको यस समाजको समाजसेवी उहाँ पनि आउनु भएको छ, उहाँ पनि जोडिनु भएको छ, उहाँलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र साथै मेरो युवा बाबुहरूलाई भाइ बहिनी सबैलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। विशेष गरी फेरि पनि मैले उहाँ मुकेश पिनाजीलाई चाहिँ मैले धन्यवाद दिन चाहेँ। उहाँले चाहिँ यो एउटा सिमलको त्यो भुवाले गर्दा आज यो अभियानलाई चाहिँ एउटा ठुलो अभियान को रूप लिएको छ। र सबैलाई फेरि पनि धन्यवाद दिँदै म आउने शनिबारको लागि यसै भिडियो मार्फत म तपाईँहरूलाई पनि आह्वान गर्न चाहन्छु। हस्, नमस्कार, धन्यवाद। टिकाराम म पार्टी सभापति पनि हो। यहाँको यो सानो परिवारले जो उठाएको कदमलाई छ यो एउटा उहाँलाई धन्यवाद दिन्छु। यसै कदम गरेर अहिलेको बढ्यो भने यसले साथ नपाउने र उड्न पाउने भन्ने कुरै छैन। यो बोलाएको टाइममा सहभागी हामी पनि होइदिनेछु। त्यति हो। उहाँलाई धेरै धेरै धन्यवाद। उहाँसँग यहाँको स्थानीय बासिन्दा हुनुहुन्छ। नमस्कार, मेरो नाम विजय, यो गाउँको म स्थानीय। मलाई यो काम देखेर बहुत खुसी भइरहेछ कि यो पहल जसले चाल्नु भएको छ उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। यो हाम्रो युवा जति पनि छ, युवा पिँढी जेनेरेसनले आज हामीले आफ्नो गाउँलाई दूषित बनाएका छौँ। त्यसले गर्दाखेरि आफ्नो घरैबाट भए पनि निर्मूल गर्नको लागि यो पहल चालिएको छ। यो कचराको यो ठाउँ त नहो, यो भनेको एउटा शुद्ध वातावरण हो कि अब हामीले एउटा नर्सरी योमा हामीले फोहोर आफ्नो घरबाट ल्याएर फोहोर जङ्गलमा फाल्ने गरेका छौँ। यो नर्सरीको फोहोर त होइन नि त। किनभने अब उपरान्त यस्तो निर्मूल गर्नको लागि हाम्रो बुद्धिजीवी अग्रह जति पनि हुनुहुन्छ, हाम्रो उहाँ सान सरले गर्नुभएको यो विकल्पलाई मलाई बहुत खुसी लागिरहेछ। अब आगामी दिनमा हामी अझै यसलाई न्यूनीकरण गर्नेछौँ भनेर हामी लागिरहेछौँ। धन्यवाद। सँगै म यहाँहरूलाई आजको च्यालेन्ज र आजको सरसफाइ यहीँ सकिएको जानकारी गराउँछु। सबैजनालाई धन्यवाद, नमस्कार।